जब जब नेप्से बटमतिर आएर सानो रेन्जमा साइडवेज खेल्न थाल्छ तब तब एउटा अपसाइडतिरको स्विङ आएको हामीले प्रिभियस हिस्ट्रीको डेटाबाट हेर्न सक्छौँ। के अहिले देखिएको नेप्सेको साइडवेज अथवा साइलेन्ट क्यारेक्टरले नेप्से एउटा अप स्विङको लागि प्रिपेयर भइराखेको छ भन्ने कुराको इन्डिकेट गर्छ त? आउनुहोस् आजको भिडियोमा जान्ने कोसिस गरौँ। नेप्से अहिले कुन अवस्थामा छ त त्यो हेरौँ है त। पहिला नेप्से अहिले यो डाउन ट्रेन्ड र त्यसपछिको यो प्यानिक सेल पछि आएको यो सानो स्विङलाई रेस्पेक्ट गर्दै यो पुरै स्विङको यो 50 to 60% को रेन्जमा यो स्विङको फेयर भ्यालु ग्यापलाई ट्याप गरेर एकुमुलेटिभ प्याटर्न सो गरिरहेको छ। सिम्पल प्राइज एक्सन अनुसार हेर्ने हो भने यो स्विङमा बनेको एउटा, दुईटा, तीनटा, चारवटा, पाँचवटा, यो पाँचवटा क्यान्डललाई 3 हप्ताको 14वटा क्यान्डलको सेलरले जम्मा यो स्विङको 60% को रेन्जसम्म मात्रै डाउन पुश गर्न सके र यो लोअर साइडमा बसेका बायरहरूले ती सेलरहरूलाई अब चाहिँ फिल्टर आउट गरेको जस्तो यो चार्टले देखाउँछ र मार्केट एकुमुलेटिभ साइडवेज भएको जस्तो चार्टबाट देखिन्छ। अब हिजो आजकै क्यान्डलको एनालाइज गर्ने हो भने यो एउटा 3टा क्यान्डलको सानो रेन्जिङ पछि यहाँ एउटा लगभग 15 पोइन्टको अप्पर विक भएको बुलिस क्यान्डल बनेको थियो यो बुधबारको दिन र त्यसको अर्को दिन भने फेरि सेलर एक्टिभेट भएको जस्तो रेड क्यान्डल बनेको छ, जुन क्यान्डलले चाहिँ मार्केटमा अझै पनि सेलर एक्टिभेट छन् है भन्ने कुराको इन्डिकेट गरेको थियो। र त्यसको अर्को दिन यो लास्ट बिहीबार भने ड्र्यागन फ्लाइट डोजी बनेको छ। यो क्यान्डलले भने लोअर साइडमा राम्रै बायर छन् भन्ने कुराको इन्डिकेट गर्दछ। जेनरली साइडवेज मार्केटको क्यारेक्टर नै यस्तै हुन्छ। माथिल्लो लेभलमा सेलरहरू बसिरहेको हुन्छ र जब मार्केट त्यो लेभलमा पुग्छ तब सेलरहरू एक्टिभेट हुन्छन् र त्यो प्राइजलाई डाउनतिर पुश गर्छन् र जब तल आउँछ तल फेरि बायरहरू एक्टिभेट हुन्छन् र बायरहरूले त्यो प्राइजलाई फेरि पुश गरेर माथितिर अपलिफ्ट गर्ने कोसिस गर्छन्। नेप्सेमा अहिले देखिएको जस्तो साइडवेज क्यारेक्टर पहिला पनि देखिसकेको थियो। हामीले यही लास्ट स्विङ भन्दा अगाडिको अवस्था हेर्ने हो भने पनि यहाँ एउटा प्यानिक सेल पछिको ग्रीन क्यान्डल र त्यसलाई कभर अप गर्नको लागि बनेका यी क्यान्डलहरूले एउटा सानो रेन्जको साइडवेज क्यारेक्टरलाई चाहिँ सो गर्ने गर्दछ, जहाँ एक किसिमले एउटा सिग्निफिकेन्ट रूपमा भोल्युमको पनि ड्राइनेस देख्न सकिन्छ, जबकि 2.6 अर्बको मात्रै भोल्युम आएको छ। जसरी अहिले पनि हामीले हेर्यौँ भने मार्केटमा सिग्निफिकेन्ट ड्राइनेस भोल्युमको यहाँ पनि हेर्न सक्छौँ, जुन जम्मा 3-4 अर्बको मात्रै भोल्युम आइरहेको छ, जुन चाहिँ यो एकुमुलेटिभ प्याटर्नमा जुन यो साइडवेज प्याटर्नमा चाहिँ ड्राई नै मान्ने गरिन्छ, जुन राम्रो कुरा हो। त्यसै गरी हामीले यति बेला हेर्ने हो भने पनि सानो रूपमा एउटा साइडवेज देखिएको थियो। त्यसै गरी यो जुन ग्रीन क्यान्डल भन्यो त्यसपछि पनि एउटा थोरै थोरै प्राइसले तल आए पनि यो यसलाई पनि एक किसिमले एकुमुलेटिभ प्याटर्न नै भन्न मिल्छ, यस्तै यस्तै बनेको थियो। त्यसभन्दा अगाडि राम्रो हामीले साइडवेज हेर्छौँ भने यहाँ पनि हामीले त्यस्तै त्यस्तै टाइपको प्याटर्नहरू देख्छौँ। एउटा स्विङ पछि चाहिँ त्यो स्विङलाई रेस्पेक्ट गरेर एउटा धेरै क्यान्डलहरू एउटै रेन्जमा बनेका थिए र त्यसपछि एउटा राम्रो अपमुभ आएको थियो। त्यसभन्दा अगाडि यसलाई पनि हामीले किसिमले त्यही एकुमुलेटिभ टाइप साइडवेज टाइप भन्न सक्छौँ। त्यसभन्दा अगाडि पनि हामी जाने हो भने यो रेन्जहरूमा पनि हामीले त्यस्तै प्याटर्न देख्न सक्छौँ। भन्न खोजेको जेनरली नेप्सेले जुन अहिले देखाएको क्यारेक्टर छ त्यस्तो क्यारेक्टरहरू पहिला सो गर्दाखेरि एउटा सानो भए पनि एउटा स्विङ आएको हामीले देख्न सक्छौँ। अहिलेको यो नेप्सेको सिनारियोमा के गर्दा उपयुक्त हुन्छ होला त? हामीले यो चार्टबाट हेर्न सक्छौँ एउटा यो सानो रेन्जमा मार्केट बसिरहेको छ। यो अप्पर साइडमा हेर्ने हो भने लगभग 2580 को रेन्ज र लोअर साइडमा हेर्ने हो भने 2530 को रेन्जमा यो यहीँ खेलिरहेको छ र हामीले यो क्लियर कट रूपमा अपसाइड मुभ हुन्छ भनेर कति बेला कन्फर्म हुन्छौँ भन्दा जब नेप्सेले यो भन्दा माथि मार्केट जान्छ, यो रेन्जलाई छोडेर यो 2580 को रेन्जलाई छोडेर जब यहाँबाट माथि जान थाल्छ त्यसपछि बल्ल हामीले अब चाहिँ
एउटा स्विङ आउँछ भनेर चाहिँ ढुक्क साथ भन्न सक्छौँ। र सँगसँगै यदि यो जुन 2532 को रेन्जलाई पनि ब्रेक गरेर तल आउँछ भने अझै धेरै टाइम चाहिँ लिन सक्छ। तर जेनरली यस्तो प्याटर्न बनाइसकेपछि नेप्सीले यसरी ब्रेक डाउन गरेर गएको भने त्यति देखिँदैन। तर यो रेन्जलाई छोडेर यहाँबाट यसरी माथि गयो भने एउटा लगभग 2700 देखि 2800 सम्मको चाहिँ हामीले एउटा राइज चाहिँ देख्न सक्छौँ। तर नेप्सीले अझै यहाँ कति साइडवेज टाइम बिताउँछ भनेर भन्न चाहिँ सकिँदैन। तर यसको अगेन्स्टमा गएर यो जुन 2530 लाई पनि ब्रेक गरेर तल गयो भने चाहिँ त्यति फेरि ठुलो नै प्यानिक सेलिङ आउँछ भनेर भन्न चाहिँ सकिँदैन, किनकि यही नै 50-60 पोइन्ट तल नै एउटा राम्रो सपोर्ट, यहाँ राम्रो सपोर्ट भएको कारणले गर्दा यहाँबाट फल भइहाले पनि त्यति ठुलो सार्प फल नआउने र फेरि यहीँबाट भए पनि एउटा स्विङ चाहिँ आउन सक्छ। तर यदि यसलाई ब्रेक गरेर गयो भने चाहिँ टाइम चाहिँ धेरै लिन सक्छ। तर हामी यो अवस्थामा बायस्ड भएर हेर्ने हो भने चाहिँ कुन साइडतिर बढी बायस्ड हुन सक्छौँ भन्दा चाहिँ अप साइडतिर हुन सक्छौँ, किनकि जेनरली यस्तो प्याटर्नहरू क्रिएट भएको बेलामा चाहे त्यो कुनै पनि स्टक होस् चाहे नेप्सी होस् त्यो अवस्थामा जेनरली माथितिर नै गएको हामीले देख्न सक्छौँ पास्टको हिस्ट्रीबाट। सो अहिले पनि हामी चाहिँ बढी बायस्ड चाहिँ अप साइडतिर नै हुन सक्छौँ। सो त्यसो भए के हामीले यो अवस्थामा कुनै पोजिसनहरू लिन सक्छौँ त, केही स्टकहरू किन्न सक्छौँ त भन्दा चाहिँ अभियसली पनि सकिन्छ। आफ्नो रिस्कलाई म्यानेज गरेर केही क्यापिटल युज गरेर हामीले स्टकहरू किन्न चाहिँ अवश्य पनि सकिन्छ। अब यो रिस्कलाई म्यानेज गरेर कसरी स्टकहरू लिने भनेर जान्नको लागि चाहिँ यो भिडियो हेर्न नभुल्नु होला। अन्तिमसम्म भिडियो हेर्नु भएकोमा धन्यवाद।